नेपालगञ्जमा होटल खोलेका छन्, खाएका छन्, पिएका छन्, घुमेका छन्, मजाले यसो आराम गरेका छन् होइन। यिनीहरूसँग त ब्याङ्क ब्यालेन्स पनि टन्नै छ, त्यही भएर मस्तै छ, जे होस् भन्ने हुन्छ होला, लाग्छ होला साथीहरू होइन। त्यो लाग्ने त स्वाभाविकै हो, सबैको हुन्छ नि कमाइ साथीहरू, किन नहुने भयो। अनि मजाले आफूले मनले चाहेको खानापिना मजाले पाइया हुन्छ। हेर्नुहोस् यताउता हिँड्नको लागि अटो भाडा मजाले पाइया हुन्छ। हेर्नुहोस् यिनी कुरा अहिले मलाई यस्तो खाना मन लाग्यो, त्यो तुरुन्तै मिलिहाल्छ। हेर्नुहोस् खानाको लागि टेन्सनै हुन्न कि। अब रह्यो महिनामा कमाइ, महिनामा कति हुन्छ त कमाइ भनेर भन्दाखेरि अनि 2000 त बचाउनु पर्ने हो, कसो जस्तो तसो गरेर भए पनि भन्ने हुन्छ होला है साथीहरू। अनि खानापिना छुट्याएर, खरिदारी छुट्याएर, त्यसपछि त्यो घरबाट छुट्याएर, बत्ती पानी छुट्याएर, स्टाफ खर्च छुट्याएर दिनको 2000 रुपियाँ चोखो बचाउनु पर्ने हो। दिनको 2000ले हुन्छ महिनाको 60,000। हेर्नुहोस् महिनाको 60,000 भएपछि 1 वर्षमा कति हुने भयो त? 7,20,000 है। 7,20,000 हुने भयो। हामीले होटल खोलेको त भयो 8 वर्ष। हेर्नुहोस् 8 वर्षको दौरानमा 7,20,000 को दरले हुनुपर्ने हो 57,60,000। हेर्नुहोस् 57,60,000 ब्यालेन्स नहोला, तर 10-15 लाख त कसो नहोला यिनीहरूसँग भनेर सबैलाई लाग्छ होला है हजुर। तर के गर्नु, खायो पियो बराबर, मरे लम्पसार भने जस्तै। अनि खाने पिने अनि सानो सानो किस्ताको लागि आफूलाई तन्किनु पर्ने। अब यस्तै होटलको कमाइ साथीहरू, खाना चाहिँ मजाले खाइया छ।